हामी बालबालिका केवल आमा बाबाको सन्तान मात्र होइनौँ, हामी बालबालिका राष्ट्रका अमूल्य फूल र उज्यालो भविष्यका बिउ हौँ। तर आज पनि कतिपय बालबालिकाहरूले पढ्ने कापी कलमको सट्टा भारी बोझ र माटोमा पसिनाले भविष्य नै लथालिङ्ग पारेका छन्। मैदानमा खेल्नुको सट्टा इट्टा भट्टामा टाढी लाग्दो जीवन बिताएका छन्। नेपालले बाल अधिकार सुनिश्चित गर्ने बाचा गरिसकेको छ, तर यथार्थ यस्तो छ, युनिसेफको प्रतिवेदन अनुसार करिब 17% बालबालिकाहरू विद्यालय बाहिर छन्। बाल विवाह, बाल श्रम, हिंसा र असमानता उनीहरूको सपना, मुस्कान र बालापन चोरेको छ। बालबालिका त 18 वर्ष मुनिका सम्पूर्ण व्यक्ति होइनन् र, तर ब्राह्मण मेरो देशका बालबालिका 12 वर्षको कलिलो मेरो होटलका झुटा भाडा माग्न बाध्य छन्। काम गरी जीविका चलाउन छिमेकी राष्ट्र भारतमा भरिया छन्। अनि तपाईँ हामी मात्र बाल अधिकारको नारा लेखेको पम्पलेट समाति उभिन्छौँ कि यो बाल अधिकार? अवश्य होइन। सरकारले नीति बनाउने मात्र होइन, त्यसलाई कार्यान्वयन गरेर व्यवहार उतार्नुपर्छ। अनि तपाईँ अभिभावकहरू माया, सुरक्षा र शिक्षा दिनुहोस्। आफ्ना सन्तानलाई श्रम र हिंसाबाट बचाउनुहोस्। हाम्रो समाजले अन्याय, दुर्व्यवहारदेखि मन बस्नु हुँदैन। यसका विरुद्ध बुलन्द आवाज उठाउनुपर्छ। अनि शिक्षक गुरुवर्गले अक्षर मात्र होइन, जीवनको मूल्य, आत्मविश्वास र सृजनशीलता बालबालिकामा रोक्नुहोस्। आदरणीय सङ्घ संस्थाका पदाधिकारीहरू, तपाईँ चेतना फैलाउने र निगरानी गर्ने प्रहरी बन्नुहोस्। तपाईँको यति भूमिकाले बालबालिकाहरू अधिकारयुक्त र सक्षम अनि भविष्यका कर्णधार बन्नेछन्। सभाध्यक्ष महोदय, यतिकैमा एउटा छोटो कहानीको स्मरण आयो। मेरो गाउँको साथी कृष्ण पढाइमा तेज थियो। उसको सपना शिक्षक बन्ने थियो, तर गरिबीले उसको भविष्य नै अधुरो बनाइदियो। उसका बाआमा भारतमा काम गर्थे र उसलाई पनि उतै लैजाने निर्णय गरे, तर गाउँकै बाल क्लब र शिक्षकले उनीहरूलाई बुझाए, विद्यालयमा स्कुल फिडिङ व्यवस्था गरे। आज कृष्ण कक्षा 8मा उत्कृष्ट बनेका छन्। यो कथा मात्र एउटा घटना होइन, प्रत्येक बालबालिकाको अधिकार सुनिश्चित नगर्दा चोरिने सपना र उज्यालो भविष्यको कथा हो। सभाध्यक्ष महोदय, बालबालिका भोलिका भविष्य हुन्। उनीहरूको अधिकार सुनिश्चित गर्नु हामी सबैको सामूहिक जिम्मेवारी हो। हातेमालो गाउँ, सरकारदेखि समुदायसम्म, शिक्षकदेखि अभिभावकसम्म बाल अधिकार व्यवहार उतारौँ। किनकि शिक्षित, सुरक्षित र सम्मानित बालबालिका नै हाम्रा राष्ट्रको उज्यालो, समृद्ध र सभ्य आधारशिला हो। अन्तमा, चिल्ड्रेन आर द लिभिङ मेसेज